उहाँ आउनुभयो मानिस भएर बचाउनु भयो क्रुसैमा चढेर। यहाँ लीला बहिनीकोमा सेवा हुँदैछ। हामी सबै यहाँ सब्जीहरू काटेर रेडी गरिराखेका छौँ। अनि यहाँ दाल बनाउँदैछ कसैले। अब यता सबै भेला भएर यहाँ रेडी छ सब्जीहरू हो। यहाँ सबैजना रेडी गर्दैछौँ है हामी सबैजना। मेरो चटनीको लागि खोर्सानी भुट्दैछौँ फ्राई। आज चाहिँ नयाँ स्टाइलको पहिला यसलाई फ्राई गरेर निकाल्नु भनेर। कस्तो दामी यहाँ चिकन बनाउँदैछ भाइले। यहाँ अब यहाँ सबै रेडी। यता अब लीला बहिनीको घरमा यसरी सेवा हुँदैछ प्रथमचोटि। घरले किचन हुँदैछ, त्यो कारणले गर्दा हामी मेरो चाहिँ चटनी बनाउने बात छ है। अनि यहाँ चिकन पनि बनाउनु पर्नेछ।